शिक्षा आन्दोलनमा आउनुभएको तमाम शिक्षकहरूलाई मेरो प्रश्न, काठमाडौँको सडक रोकेर बिहान कमाएर बेलुका खानेको मान्छेको पेटा लात्तीले हानेर आफ्नो सेवा सुविधा बढाउनु पर्यो भनेर आन्दोलन गर्ने, अझ भिडियो हाल्यो भने आधा रिस गर्ने, गाली गर्ने, यही हो शिक्षक भने। त नैतिकवान चरित्रवान हुन्छन्, राज्यले उहाँहरू कुरा सुन्नुपर्छ। तर चाहिँ बिहान काठमाडौँमा बिहान काम गरेर बेलुका भात खाने मान्छे नि छन् नि। तपाईँहरूको पो यहाँ आएर आन्दोलन गर्ने तल पाउँछ शिक्षकहरू, बिहान काम गरेर बेलुका खाने मान्छेको त कसरी आउँछ यार? अलिअलि सोच्नु पर्दैन? त्यो एउटा मात्रै सडक जाम गर्नु पर्दैन गर्दा नि? उहाँ थापथलीदेखि यहाँ नयाँ बानेश्वरसम्म गाडी नै हिँड्न पाउँदैन। कस्तो होला? सबैसँग साधन छैन नि, आफ्नो तरिकाले हिँड्न पाउँदैन नि घुमाएर। कस्तो नबुझ्या होला यार शिक्षक साथीहरूले नि। अझ ठुलो कुरा उहाँहरू नै आएर गाली उहाँहरू नै गर्नुहुन्छ। शिक्षकको माग पनि जायज छ, माग पुरा गरोस् सरकारले। तर कस्तो मान्छेको भाँडै होइन जस्तो कुरा गर्नुहुन्छ नि तपाईँहरू त। बिहान काम गरेर बेलुका भात खाने मान्छेको हेर्नु त कति दिन भयो चुलो बल्न छोडेको। तपाईँहरूको त चाहिँ सरकारले तलब दिँदैन उहाँहरूलाई, काम गरेर खाने हो। उहाँहरूले शिक्षक सेवा आयोगमा नाम निकाल्न सक्नु भएन, पढ्नु भएन होला, पढे पनि शिक्षक हुन मन लागेन होला, इत्यादि कुराहरू छ होला नि त। अनि अझै तपाईँहरू चाहिँ अझै ठुलो कुरा गर्ने अलिकति छैन यो? अझ आएर गाली गरेको छ होइन, टिकटक घुसेर पिट्नुपर्छ भने थुक्का टिचरहरूको बुद्धि नि। कोही केपीलाई गाली गरे, कोही नाचेर रमाइलो गरे, कोही गीत गाएका छन्, कोहीले चाहिँ आफ्नो माग सरकारलाई सुनाउन गम्भीर तरिकाले उ गरिरहन्। तर सुन्नुपर्छ सरकारले। बिहान काम गरेर बेलुका खानेहरूका लागि शिक्षक आन्दोलनले चाहिँ लात हानो, त्यसको विरुद्धमा मान्छेहरू उत्रिन सक्छन्। विचार गर्नुहोस्। मान्छे खान पाएन त जे नि गर्छ नि त, भातै खान पाएन त जे पनि विकल्प गर्छ कि। विचार गर्नुपर्छ साथी। त्यही भएर एउटा मात्रै बाटो छेकेर आन्दोलन गरिदिनुहोस्, बिचको बाटो छेउको बाटो गाडी आवाजातलाई नि सहज गराइदिनुहोस् भन्ने मेरो आग्रह हो, अनुरोध हो। यो निर्देशन होइन, म तपाईँहरूलाई निर्देशन दिनलाई शिक्षा मन्त्री नि होइन, कोही पनि होइन म। धन्यवाद।